उहाँलाई अझै ठिक भएको छैन? कति ठाउँमा देखाइसके, जस्ताको तस्तै छ। एकचोटि होलिस्टिक युनिभर्सल हस्पिटल सुकेधारा काठमाडौँमा लगेर देखाउनुहोस् न, त्यहाँ सबै किसिमको उपचार हुन्छ। एकदम टाउको दुख्ने, एलर्जी हुने, रुगाकुटी लागिराख्ने थियो, अनि स्टिम लिएर चाहिँ धेरै राम्रो भएको छ अहिले। म पाइल्स भएर आएको, यहाँ आएर उपचार गरेपछि एकदम ठिक भयो। नसा च्यापेर आएको, अहिले ठिक हुँदैछ। यहाँ आएर शिरोधारा गरेदेखि सम्झना शक्ति त एकदमै बढ्यो। मलाई बात भएर यहाँ आएको, निको भयो यहाँ आएर। होलिस्टिक युनिभर्सल हस्पिटलमा सबै प्रकारका सेवाहरू पाइन्छ, जहाँ धेरै भन्दा धेरै क्रोनिक भइसकेको रोगहरू जाति हुने ठाउँ हो होलिस्टिक युनिभर्सल हस्पिटल।